भ्लग चाहिँ कहिले आउने हो बिस्तारै आउँछ तान त अर्को साकेला सकेछ नि मेरो अर्को साकेला भयो साह्रै सानो निकाल्यो क्या सुरुरुरुरुरुरु सक्यो त ब्ल्याक कफी तर स्विटवाला लगाएछ कफी पितो भए चाहिँ हुन्छ कति गएर जुदाङ क्यामेरा झ्याम्डा बजाउनु त झ्याम्डा चलाउनु साह्रै हेन्सम दाइ भाइ जतिको हेन्सम कोही पनि छैन यो हाम्रो संस्कार अनुसार राई लिम्बू हामी सम्पूर्ण हाम्रो हामी यहाँ स्वागत गर्दैछौँ। यो स्वागत हाम्रो भव्य कार्यक्रम हुनेछ। छोरीलाई धारणा हामी दुवै किराती छौँ। संस्थाका कोषाध्यक्ष आस्था नन्दलाई लगायत कार्य समितिका साथीहरूलाई अब याक्टुङमा हरको चाहिँ सिन उठाउनु बाँकी रहेछ।
म छु अब दुईजना वार्तालाप गर्नु होला अब वार्तालाप गर्नु पर्यो है तपाईहरु दुईजना गर्नुहोस् के गर्नुहुन्छ हामी जान्दैनौँ सेवा पूर्णमा अब यहाँहरूले हाम्रो निम्तोलाई स्वीकारेर आइदिनु भयो त्यसको लागि विशेष धन्यवाद भन्न चाहेँ र हामीहरू राई लिम्बू लगभग हामी लिम्बू राई दाजुभाइ भने जस्तै हो त्यही भएर पनि अब हामी अब यहाँको हाम्रो संस्कार संस्कृति थोर बहुत मिल्न र हामी एकदम नजिकका भएकोले गर्दा यहाँहरू आइदिनु भयो हाम्रो निम्तोलाई स्वीकारेर र हाम्रो राई संस्कार अनुसार यहाँहरूलाई अब हामीले चाहिँ अब आइसकेपछि निम्तो गरेपछि हामीले थोरै बहुत सगुन चाहिँ राख्नुपर्ने भएकोले हामीले थोरै सगुन राखेर यहाँहरूलाई स्वागत गरेका छौँ कृपया स्वीकारिदिनु होला अब उहाँहरूले पनि के भन्नुहुन्छ होला सेवा र सम्पूर्णमा सेवा र सेवा सेमिनार उहाँले सबै कुरा भनिसक्नुभयो तर पनि जुन तपाईँले यो आत्मीयताका साथ हामीलाई निमन्त्रणा गर्नुभयो यहाँसम्म आएर यहाँसम्म आउने मौका दिनुभयो त्यसको लागि तपाईँहरूलाई सबैभन्दा पहिला धन्यवाद र प्रदेशको ठाउँमा यो एउटा आत्मीयता जुन गर्नुभएको छ त्यसको लागि एकदमै हामी आत्माबाट हृदयदेखि नै धन्यवाद दिन चाहन्छौँ र आगामी दिनहरूमा यसरी हाम्रो आवत जावत एउटा आत्मीयता भाइचारा सदा रहिरहोस् आज मात्रै होइन हिजो मात्रै होइन भोलि योभन्दा अझै प्रगाढ रहिरहोस् जुन तपाईँहरूसँग आत्मीयताका साथ हामीले हिजो दशकौँबाट यस बुसान क्षेत्रमा किराँत यायोखा र किराँत याखुनचुमुङले सहकार्य गर्दै आइरहेका छौँ भोलिको दिनमा अझ योभन्दा प्रगाढ रहनेछ भन्ने प्रतिबद्धता पनि जनाउँछु र आजको यस कार्यक्रम जुन उद्देश्यको साथ भइरहेको छ आफ्नो संस्कार संस्कृति झल्काउने एउटा परम्परालाई जीवित राख्ने र आउँदो पुस्ताहरूलाई हस्तान्तरण गर्ने संरक्षण गर्ने एउटा प्रबन्धन गर्ने प्रचार प्रसार गर्ने उद्देश्यले गर्नुभएको छ यो अझै व्यवस्थित हुँदै जाओस् आगामी दिनहरूमा आजको यस कार्यक्रम जुन उद्देश्यको साथ सञ्चालन गर्दै हुनुहुन्छ उद्देश्यमुखी रहोस् भन्दै धन्यवाद भन्न चाहन्छु यो अलक्षहरूले अब सेवाएर साटासाट गरेर साट्नुहोस् तपाईँहरू सोल्टिनीहरू खोइ हौ ए हामी त तयार छौँ है केलाङ नाचेर एक दुईवटा सोल्टिनीहरूलाई त घिसारिन्छ पो अहिले भाउजू साउजू चिनिँदैन लाइसेन्सवाला हुनुहुन्छ होला नघिसेर होइन चिन्ता नगर्नुहोस् खगेन अघि फोन गरेर चाहिँ किन उठाउनु ल त्यो आइडी कार्ड र ऊ भेटेको थियो तिम्रो कहाँ अब हामी केलाङ नाच्छौँ होइन अब तपाईँहरू नाच्नुहोस् अब हामी उहाँहरूको यो अहिले उता राख्छु
अहिलेको सरकारमा यो चाहिँ हामीले यहाँहरूलाई गरेका छौँ। बाटोमा थकाइ पार्दै जान्छ भयो त्यसलाई यस्तै भयो। अब हामीबाट के कति कमी कमजोरी त्यहाँ उभिदेऊ न ल। ये बंदा है मेरा ब्रदर।